Hello guys, welcome on my vlog, Santi Vlogs. तपाईहरुलाई फेरि पनि स्वागत छ आफ्टर लङ टाइम। सो आज चाहिँ हामी नगरकोट घुम्न जाँदै छौं। भाइ र म चिसो चिसो छ मौसम, उकालो छ, बाइक चलाउँदै छु। धेरै पछि कलेज पढ्दाखेरि गएको थिएँ म। अहिले चाहिँ धेरै टाइम ग्याप पछि जाँदै छु। धेरै वर्षपछि भयो होला, त्यस्तै 10, 12, 15 वर्ष। अब अहिलेको नगरकोट र पहिलाको नगरकोट के डिफ्रेन्स रहेछ यसो हेर्न जाँदैछौँ। रमाइलो हुँदैछ। सो अब कस्तो रहेछ हामी देखाउँछौँ तपाईहरुलाई। ओके गाइस, किप वाचिङ। Obviously. गाइस हामी चाहिँ नगरकोटको भ्यू टावरमा आइसक्यौँ। म चाहिँ खासमा चाहिँ अलि तलै जस्तो लागेको थियो कि त्यो नगरकोट उता मेन होटलहरु आयो नि त्यही छ जस्तो लागेको थियो खासमा चाहिँ। अब अलिकति माथि नै रहेछ। आजभन्दा कलेज पढ्ने बेला मात्र हैन, 10-15 वर्ष पहिला आएको हामी। यतातिर कतातिर पिकनिक स्पोट कहाँ छ? माथि छ, अलिकति माथि हो क्या। त्यहाँ आएको थियो कि। अनि यहाँ चाहिँ खासमा ल पार्किङ गर्नुपर्ने रहेछ। यतातिर बाइक पार्किङ गर्नुपर्ने रहेछ। यतातिर सान्तिनो होटलहरु, त्यसपछि चाउचाउ के अरे कुरकुरे, लेज, पानी के पाउने रहेछ। अनि यहाँबाट यता गयो भने चाहिँ बनेपा हैन। अनि यता चाहिँ खोइ कहाँ मन्दिर रहेछ। सो हामी यहाँनिर खुड्किला चढ्दै जान्छौँ माथि भ्यू टावरमा। भाइ जाउँ। सो धेरै वर्षपछि यहाँ आउँदाखेरि रमाइलो लाग्यो। यो जङ्गल चाहिँ सबै अनि कम्पाउन्ड लागेको रहेछ। अनि आर्मी एरिया रहेछ, आर्मी क्याम्प। अनि सो तल हामी काठमाडौँमा पनि चिसो छ, तर त्यति चिसो छैन। तर यहाँ माथि आउँदै गर्दाखेरि जति माथि आयो चिसो बढ्दै जाने रहेछ क्या। म त पुरै कालो भइसक्यो भाइ। अस्ति आउँथ्यो गोरो धेरै गोरो त होइन, ठिक सेतो। अहिले नेपाल आएर नेपालको हावापानी छोएर भइसक्यो। यहाँ काले भइसक्यो। यहाँ छेउछेउमा लालीगुराँसहरू पनि छ यहाँनिर। थोरै खोइ त थोरै देखिन्छ। अलिकति तल चाहिँ टन्नै लालीगुराँस थियो। हामी यहाँ यसरी भर्याङ चढेर जाँदैछौँ। यहाँनिर भाइ र गर्लफ्रेन्ड आएको नि त पहिला? छैन होला। यो त गर्लफ्रेन्ड आउने ठाउँ हो नि त, कपाल आउने ठाउँ हो नि त। अब मेरो भ्लग फेरि गर्लफ्रेन्डले हेरेर हुन्छ त, फेरि थाहा हुन्छ त, फेरि झुटो बोलायो होला नि, फेरि मनै हाँसिरह होला फेरि भोलि पर्सि युट्युब हेऱ्यो नि। सो बल्ल बुझ्यो। ओके, यही हो भ्यू टावर हो नि, सानो रहेछ है। ल हामी यहाँनिर भ्यू टावर पनि आयो, तर जुन बेला हामी आएको भ्यू टावर त्यही रहेछ। खासै विकास चाहिँ भएको छैन रहेछ। आजभन्दा 14-15 वर्ष अगाडि यही थियो। मैले चाहिँ अझै अग्लो अथवा सिमेन्टको केही बनायो होला भने त्यही रहेछ क्या। ल भ्यू टावर पनि आइपुग्यो। यहाँनिर ग्राभिटी स्टेसन भनेर लेखेर रहेछ। यसको मिनिङ के हो मलाई पनि थाहा भएन। यसरी लेखेर राखेको रहेछ। मिनिस्ट्री अफ के हो यो? ल्यान्ड फर्म्स एन्ड म्यानेजमेन्ट सर्वे डिपार्टमेन्ट, जियोटिक सर्वे ब्रान्ड, HMG। खै मैले बुझ्न सकिनँ, के हो थाहा छैन। म त्यति पढ लेखेको छैन कि, थाहा भएन। ल आजभन्दा 10-15 वर्ष अगाडि आएको यहाँ तल जस्तो लाग्यो पिकनिक स्पोट चाहिँ। यहाँनिर जस्तो लागिरहेछ। हो यति नै हो कि चारैतिर हुन्छ पिकनिक स्पोट? कस्तो लाग्यो? एकदम रमाइलो। पछि आएको थियो हो। कति पछि? पहिला गर्लफ्रेन्डसँग आएको, अहिले भेनासँग। ल यहाँको भ्यू टावर यस्तो छ। भ्यू टावर खोइ कहाँ देखिन्छ त यहाँबाट? यो हाइट हो त सबभन्दा मेन हाइट हो।
यतातिर पिकनिक स्पोट सबै काटेको रहेछ यतातिर यहाँ लालीगुराँसको बोट पनि काटेको रहेछ यतातिर चाहिँ बनेपा होला ल यहाँनिर रहेछ लालीगुराँस अलिकति यहाँनिर छ लालीगुराँस सबै छेउछेउमा सबै बोटहरू काटेको रहेछ छेकेको भएर होला सायद फाइनली माथि पुग्यो ल सगरमाथाको टुप्पोमा अनि स्कुल सकिसक्यो आज स्कुल छुट्टी भइरहेको कहाँबाट टिकट लाग्यो कहाँको वन जङ्गल यति नजिकै कि टाढा कतै उता परकै रुखमा चढेर टिपेको आफै ए कति रुपियाँ एउटा फुलको एउटा 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 मुठाको एउटा मुठाको 50 अनि कतिवटा फुल छ यहाँ सबै गरेर कति मुठा छ तीनटाको कति सबै किन्यो भने सबै किन्दा है सबै छ है अब यो फुल बेचेर आएको पैसाले के गर्छौ कापी कलम किन्ने साँच्ची हो ल मलाई सबै फुल देऊ ल कति सयको है 50 रुपियाँ 100 रुपियाँ है ल म 500 दिन्छु ल खुसी दुईजना को साथी हो कि दिदी हो कि को साथी हो यो दुईजनाको कमाइ हो दुईजना मिलेर काटी कलम किन्यो बाँड्ने हो दुईजनालाई ल त्यो मलाई 200 भनेको 100 भनेको थियो यो सबै दुईजनालाई है कापी कलम किन्न है अनि यो फुल चाहिँ अरूलाई देऊ है अरूलाई बेच है खुसी दुईजनालाई नि फेरि ल दुईजनालाई बाँड ल ओके बाई बाई ल गाइज यहाँ चाहिँ सिस्नुको बोटहरू रहेछ टन्नै यहाँ सिस्नु चाहिँ खतरा हुन्छ पहिला हामीले टन्नै सिस्नु टिप्थ्यौँ अहिले चाहिँ खै सिस्नु कता पाइन्छ थाहै छैन अब टन्नै पायो भने चाहिँ निकालेर लानुपर्ने अर्ग्यानिक पुरै अर्ग्यानिक साग छोयो भने चाहिँ खतरा करेन्ट लाग्छ फेरि हेरौँ न यहाँ यस्तो हुन्छ काँडा छ पुरै है करेन्ट लाग्छ फेरि नजिकबाट हाइट यहाँनिर छेउमा पार्किङ रहेछ त्यसपछि यो भ्यू टावर पुग्नु अलिकति हो र यहाँनिर एउटा टोइलेट चाहिँ रहेछ तर टोइलेट चाहिँ यतिसम्मको छ कि अब यहाँनिर भित्र जानै डर लाग्ने रहेछ यहाँनिर सबै भागो अलिअलि भागो सामानहरू पनि कमोडहरू पनि यताउति भाँचेको रहेछ अनि त्यसपछि यताउति यस्तो खतरा लाग्यो मलाई भित्र यसो देखाउन पनि पुरै घिनै लाग्यो यति फोहोर रहेछ बल्ल अब के भन्छ पिसाब लागेको थियो अब फेर्नै पऱ्यो योभन्दा त बरु खुल्ला दिशामुक्त गर्दा हुन्छ यो चाहिँ यत्रो घर बनाएर राखेको छ तर व्यवस्थित नगरेको रहेछ अब यहाँनिर को हुनुहुन्छ सम्बन्धित व्यक्तिहरू यहाँ अलिकति ध्यान दिनुपर्ने कुरा रहेछ अब यति मान्छेहरू पर्यटकहरू यहाँ आउँछ घुम्नलाई लोकल अथवा बाहिरको यहाँ चाहिँ अलिकति टोइलेट चाहिँ व्यवस्थित गर्नुपर्ने रहेछ भित्र बरु यहाँ बाहिरतिर यतिको सफा छ यहाँ बरु भित्रको कम्पेरिजनमा भित्र चाहिँ त्यतिसम्मको गनाउने त्यसपछि फोहोर जताततै दिसा पिसाब जताततै यस्तो फ्लोरतिर गरेको रहेछ त्यही भएर अलिकति यहाँको सम्बन्धित व्यक्तिहरूले चाहिँ ध्यान दिनुपर्ने देखियो अरू त त्यस्तै हो अब गाह्रो छ अर्कोचोटि आउनलाई चाहिँ त्यस्तै मान्छे यहाँ छिर्न सक्दैन टोइलेटभित्र यस्तै छ नेपालको के गर्नु लगाइ चाहिँ अब यहाँबाट हामी चाहिँ जान्छौँ होला
हामी चाहिँ के अरे नगरकोटको जङ्गलमा बाइक कुदाउँदैछौँ। यहाँनिर हाम्रो राइडर भाइ कान्छा भाइ अनि म पछाडि प्यासेन्जर अनि वहीँ गरेर उकालोमा दौडिँदैछौँ। चिसो हावा चलिरहेछ। सो हामी चाहिँ खासमा माथि भ्यू टावरमा पुगेर पनि आइसक्यौँ। अनि अब चाहिँ जिप लाइन छ अरे यतातिर कता जिप लाइन हेर्न जाँदैछौँ। कहाँ रहेछ कता रहेछ खोज्दै हिँड्दैछौँ। सोध्दै जान्छौँ अब हामी चाहिँ। बाटो चाहिँ खतरा रहेछ। खतरा विकास भइसकेको रहेछ यो ठाउँमा चाहिँ। खासमा पहिला म आउँदाखेरि चाहिँ यस्तो राम्रो पिच चाहिँ बनेको थिएन। पुरा अलिकति कच्ची टाइपको थियो पिच भए पनि। अहिले चाहिँ खतरा बनिसकेको छ बाटो। बाटो छ यस्तो यहाँको चिल्लो बाटो। पुरा छेउछेउमा मार्किङहरू पनि एकदम क्लियर छ। अनि साइडमा जङ्गल। बाइक गर्दा के हो गाडीतिरबाट निस्किन्छ त। चिसो हावामा भटभटे कुदाउँदै अब यो चिसो हावामा डाँडातिर कुद्ने धेरै बेर छैन, धेरै दिन छैन। यहाँनिर चाहिँ बजार एरिया। यहाँबाट सिधै कसरी लगाइछ। खासमा चाहिँ हामी पुरा ऊ भएको रहेछ के अरे अन्धाधुन्दामा हिँडिरहेको रहेछ। यहाँ चाहिँ खासमा डिटेलहरू रहेछ सबै, फोन नम्बर अनि यहाँ 4 किलोमिटर अहेड, त्यसपछि लोकेसन यहाँनिर सबै यहाँ रहेछ। म स्क्यान गर्दैछु है यहाँनिर क्युआर कोड। नगरकोट भक्तपुर सडक। खासमा चाहिँ अब पत्ता लगाउने भयो बाटो। अहिलेको बाटो आयो होइन, अहिलेको बाटो आयो होइन। जङ्गल सकिएपछि भन्छ कुनै कसैले चाहिँ। अब यहाँनिर दुईटा छुट्ने बाटो आएको छ, सायद यही होला। बन्जी रिसोर्ट यता त होला। यता के जाने बाटो लेखेको थियो मान्छे बेकार फर्काएर है। भने आउन लागिसकेको थिएँ हामी। त्यो मान्छेले तलबाट आएको भनेर सोच्यो कि त्यही भएर त्यो ल गाइजहरू फाइनली हामी चाहिँ नगरकोट घुम्यौँ। नगरकोट माथि डाँडामा गएर भ्यू टावर हेरेर पनि फर्क्यौँ। जिप लाइन जान खोजेको अलिकति टाढा रहेछ, त्यही भएर हामीले जिप लाइनको प्लान क्यान्सल गऱ्यौँ। अहिले चाहिँ हामी नगरकोटको माथि डाँडाबाट तलतिर ओह्रालो झर्दैछौँ। अनि ओह्रालो झर्ने क्रममा चाहिँ यहाँनिर अलिकति भन्ज्याङ जस्तो रहेछ यहाँनिर यस्तो। अनि यहाँ चाहिँ अलिकति ओपन एरिया रहेछ। अनि चराहरू मजाले चराहरूको आवाज आइरहेछ, चराहरू गाइरहेछ। अनि सँगसँगै यहाँ पछाडि मेरो ब्याकग्राउन्डमा यस्तो दामी गाउँहरू देखिँदो रहेछ, रमाइलो रहेछ। हल्का अझै मौसम क्लियर भएको यस्तो दामी देख्थ्यो मेरो पछाडिको ब्याकग्राउन्ड, यस्तो रमाइलो रहेछ। सो अब हामी यहाँबाट जान्छौँ। चिसो भइसक्यो, चाँडै जानुपर्छ नत्र भने एकदम जाडो हुन्छ जस्तो लागिरहेछ। रमाइलो छ नि त भाइ, कस्तो राम्रो है चराको साउन्ड के हेर न ब्याकग्राउन्डमा। पिस पुरा रिल्याक्स यहाँ टक्क। यहाँनिर चाहिँ खोइ त यहाँनिर रिसोर्ट हुनुपर्ने सानो छाप्रो जस्तो दामी हुन्थ्यो होला। हामी लोखर के रुखमा जुम गर्छु ल।
खै कता गयो लोखर्के आई भर्खर त्यही थियो यार लोखर्के ए ओर्ले यहाँ मैले भेटाएर ओहो लोखर्के सोल्टी ल कतापट्टि गयो फेरि ओर्लिँदैछ साइडबाट खै त उतापट्टि गयो यार खै कहाँनिर गयो ए चढ्दैछ त्यहाँनिर ल Hello guys, good morning from Nagarkot. So, हामी चाहिँ अब नगरकोटबाट ओह्रालो झर्दैछौँ ठाउँमा रोक्दै यहाँनिर राम्रो भ्यू भएको ठाउँमा भिडियो लिँदै फोटो खिच्दै गर्दैछौँ अनि यहाँबाट चाहिँ लगभग होटल एन्ट्री सोटहरू चाहिँ यहाँबाट टन्नै हुँदो रहेछ सो यहाँ चाहिँ अलिकति हाइट जस्तो रहेछ यहाँ त्यही भएर हामीले भिडियो लिएको रमाइलो छ गाइस ग्रुपमा चाहिँ आउनुपर्छ नेक्स्ट टाइम अलिकति समय इनफ नभएको कारणले हामी हेर्दै जाँदैछौँ स्पेसल्ली मेरो ब्याकग्राउन्डको चाहिँ भ्यू दामी छ यस्तो रोड छ जङ्गल छ अलिकति माथि गएपछि सल्लाघारी ओ त्यहाँ माथि चाहिँ दामी रहेछ रिसोर्ट हो कि होटल हो ल गाइस अब लगभग साँझ पनि परिसक्यो अनि माथिबाट आउँदाखेरि डाँडा उकालो ओह्रालो गर्दा हामीलाई चाहिँ भोक लागेको भएर यहाँनिर खाजा खानु छिरेछौँ अनि खाजा चाहिँ बफ खाजा सेट होइन 2टा त्यसपछि मलाई एउटा हट लेमन भाइ हट लेमन नपिउने अरे चिसो भइरहेछ त्यही भएर चाँडै घर जानुपर्ने छ के गर्दै भाइ म पर्खिरहेको अब खाजाले हो खतरा भोक लाग्यो योभन्दा खाँचुरी लागेन ल ठिक छ लोकेसन ठिक छ नि दामी छ भ्यू पनि दामी छ राम्रो छ ल निकै ठुलो प्रतीक्षापछि खाजा आयो भाइको के अरे चिकन खाजा सेट भाइको चिकन खाजा सेट अनि मेरो के झर्नै हामी घर जान लागेको थियो बल्ल आइपुग्यो अब ल फटाफट खाएर चलिहाल्नुपर्छ